कलेजा पाङ्राको भर्ता मस्त एकदम। नमस्कार साथीहरू, यहाँलाई स्वागत छ मेरो फेसबुक पेजमा। यहाँहरुको लागि आज मैले नयाँ रेसिपी कलेजा पाङ्राको अचार अथवा हामीले चौधरीमा यसलाई कर्जा चटौरको भर्ता कसरी बनाउँछन् र यसको टेस्ट कस्तो हुन्छ भन्ने कुरा देखाउन गइरहेको छु। यहाँलाई पनि पक्कै मन पर्नेछ र सो रेसिपी बनाउनलाई के आवश्यक पर्छ त्यो कुरा पनि यहाँलाई म सिकाउन गइरहेको छु। सर्वप्रथम त्यसको लागि हामीले पसलबाट कलेजा पाङ्रा ल्याउनु पर्दछ साथीहरू र सो कलेजा पाङ्रा पोल्नका लागि कोइलाको आवश्यकता पर्दछ। यदि तपाईहरुसँग कोइला छैन भने सुकेको दाउरा बालेर सो आगोमा कलेजा पाङ्रालाई पोल्नु पर्ने हुन्छ साथीहरू। पोल्नको लागि अब यहाँ म कसरी पोल्ने र के गर्ने सबै कुरा देखाउन गइरहेको छु साथीहरू। पक्कै पनि यहाँहरुलाई मन पर्नेछ र तपाईहरुले पनि यो बनाएर ट्राई गर्नुहुनेछ भन्ने मलाई आशा छ। भर्ता बनाउनको लागि साथीहरू फर्स्टमा हामीले जुन मासु ल्याउनु पर्ने हुन्छ भनेको थियौं, मासु यहाँ आइसकेको छ। हेर्नुस्, थोरै अब यो गनाउने सिस्टममा हुन्छ, थोरै सफा गर्ने हिसाबले हामीले उमाल्नु पर्ने हुन्छ। हेर्नुस्, यहाँ कराईमा यहाँ दाउरामा मैले उमाल्न गइरहेको छु। आगो बलिरहेको छैन, आगो पुग्नु पर्छ। कराईमा हेर्नुस् उमाल्ने, यसरी उमाल्ने, थोरै हल्दी पानी राखेर उमालेर सो पानी फाल्ने है त। 10 मिनट जति यसरी यो चलाउने है। अनि यसको फोहोरहरु सबै जान्छ है त, फोहोर सबै जान्छ, क्लिन हुन्छ यो। 10 मिनट जति पानीमा उमाल्ने, एकदमै राम्रोसँग सफा गर्ने है त साथीहरु, एकदम क्लिन हुन्छ। अनि त्यसपछि एकदमै राम्रो र मिठो, एकदम सफा सुग्घर र हेल्दी हुन्छ है साथीहरु। यी हेर्नुस्, यसरी क्लिन गर्ने, एकदमै यो जुन नराम्रो पानी यसको सबै फाल्दिने है त। फेरि एकचोटि अरू धुने सफा पानीले, अनि एकदमै सफा हुन्छ है साथीहरु, स्वस्थ सफा मासु यहाँ रेडी हुन्छ। अनि भाँडोमा एउटा सफा भाँडोमा त्यसलाई सफा गरेर राख्ने है त। मासु सफा गरिसकेपछि अब हामीले प्याज लसुन तयार गर्नुपर्ने हुन्छ। यहाँ यो यसरी निफोल्ने अनि सफा गरेर राख्ने एक ठाउँमा, अनि यसलाई पातलो गरेर चिर्नु पर्ने हुन्छ। यसरी पातलो गरेर चिर्नु पर्छ साथीहरु प्याजलाई। हँसियाले चट्ट लाएर चाकुले गर्दा नि हुन्छ, पातलो गरेर चिर्ने है। प्याज काटिसकेपछि खुर्सानी पोल्ने है, आगोमा पोल्ने मस्त। खुर्सानी पोलिसकेपछि यसरी डोक्नीमा, अब तपाईहरुको सिलौटा छ भने सिलौटा, अब अरु केही छ भने अरु केहीमा पिस्ने है। खुर्सानी र नुन हालेर मजाले हामीले त डोक्नीमा पिस्छौं। खुर्सानी, नुन अनि यो लसुन पनि है यसैमा मिक्स गर्ने। प्याजलाई नमिसाउने, लसुन है त, नुन खुर्सानी र लसुन पिस्ने, कुट्ने, मजाले कुट्ने है। यसरी यो धेरै एकदमै जोरले पेस्ट नबनाउने साथीहरु, ठिकैको है तयार गर्नुपर्ने हुन्छ साथीहरु। जेर हामीले चौधरीमा सलागी भन्छौं, जेर यहाँ हाम्रो रेडी हुन जाला छ। सफा गर्ने यो फोहोर हुन्छ, यसलाई धुने, यसरी सफासँग झिरलाई धुने है। रेडी भइसकेपछि यो झिरमा यो यसरी अब यो बुन्ने है मासु।
मासु बुन्ने अघि हामीले जुन सफा गरेर राखेको थियौं त्यो सफा गरेको मासु यो झिरमा बुन्ने है यसरी उन्ने है एकदम मिलाएर यसरी अब उनिसकेपछि यसरी पोल्ने है आगोमा कोइलामा अघि मैले भनेको थिएँ नि हामीलाई कोइलाको आवश्यकता पर्छ भनेर यसरी यो झिरमा उनिसकेपछि हामीले पोल्नु पर्छ है साथीहरु सेकुवा जस्तै पोल्नु पर्छ है अघि उमालेर जुन मासु हामीले रेडी गरेका थियौं त्यसलाई पोल्ने है त भिडियो बनाइन चक्करमा यसरी पोल्ने राम्रोसँग है मासु नपाक्दासम्म पोल्ने मासु राम्रोसँग पाकेको छ हो पाकिसकेपछि यहाँ सफा थालमा राख्ने है ए मम्मी तो कल तय नहीं जीबे अब कल तय साइलन के जीबे तो बियार का तय ओ खस्या माइलो मम्मी देखि सकारा कर दिया माइलो तो काम चल जाए दिन के आके तांडी दे ऊपर पोलिसकेपछि यसरी सानो सानो पिसमा काट्ने है साथीहरु मासुलाई काट्ने सानो सानो पिस गराउने ठुलो ठुलो पिस भएपछि त्यसमा राम्रोसँग नुन खुर्सानी अरु मरमसला तेल छिर्न पाउँदैन त्यही भएर सानो सानो पिस काट्ने है त यसरी टुक्राउने है साथीहरु यी सानो सानो सम्पूर्ण मासुलाई सानो पिस गराउने धेरै सानो पनि होइन ठिकै ठिकैको अघि पिसेको हामीले नुन खुर्सानीको अचारी यहाँ राखेको छौं साथीहरु अनि प्याज यसमा अब मिसाउने टमाटर कागती छ भने कागती मिसाउने है साथीहरु एकदमै यसले स्वाद दिलाउँछ हेर्नुस् अब सबै कुरा हामीले राखेका छौं प्याज त्यसपछि पोलेको टमाटर अनि नुन खुर्सानीको अचार चटनी ढोकुनीमा पिसेको अघि अब हामीले यहाँ यसमा अब निम्बु एड गर्दैछौं तपाईहरुलाई स्वाद अनुसार पिरो एड गर्न सक्नुहुन्छ है हामी त अब पिरो मन पराउने मान्छे साथीहरु अलि पिरो खाने मन पर्छ सो